8 यो लामबगर गैरी गाउँ जरङखुको मेन सडकमा छौँ र अहिले यहाँ आइरहँदाखेरि एउटा हामीले अनौठो दृश्य देख्यौँ। जुन दृश्य भन्नै पर्दाखेरि यो जो कोहीले गर्न सक्ने खालको यो दृश्य चाहिँ होइन र अहिले पछिल्लो समयमा तारकेश्वर नगरपालिका वडा नम्बर 8 का वडा सदस्य र सोही स्थानका जनप्रतिनिधि हाम्रो मोहन खत्री दाई हामीले यहाँ देखिरहँदाखेरि हामी आफैलाई पनि खुसी लाग्यो। के हो त यो के हुँदैछ त र किन यस्तो काम तपाईँ गर्दै हुनुहुन्छ त भनेर हामीले उहाँलाई सोध्न गइरहेका छौँ र उहाँसँग केही कुरा गर्न चाहन्छौँ। यसै गरी दाई नमस्कार, के छ, आरामै हुनुहुन्छ? अहिले जुन तपाईँभन्दा पछिल्लो यो ब्याकग्राउन्डमा हामीले देखिरहेका छौँ यो त हजुरकै घर जग्गा, अहिले के हुँदैछ यहाँनिर? हजुर हजुर ठेका परिसकेको छ। हजुर सबै आइसक्यो भयो अनि बाटो सानो भएको हजुर अवस्था देखियो। नक्सामा बाटो 4 मिटर भए पनि ठुलो बाटो चाहिने अवस्था खोला किनार भएको कारणले त्यो कारणले आफ्नो घर भत्काएर जस्तै अहिले ठेका परिरहँदा यो बाटो कति मिटरको बाटो बन्दैछ? 10 मिटरको बाटो बनाउने योजना भयो। 10 मिटरको बाटो बन्दै गर्दाखेरि अहिले हजुरको यो जुन जग्गा सहितकोमा परेको थियो र तपाईँ आफ्नै जग्गा बचाउन सक्नुहुन्थ्यो नि? होइन, जग्गा बचाउन ठुलो कुरा होइन, त्यसको सुविधा लिनु ठुलो कुरा हो। हजुर टोलवासी बासिन्दा हामीलाई सानो बाटोमा हामीले सानो आयस्रोत गर्न सक्छौँ, सानो उपयोग हुन्छ भने ठुलो बाटो पनि जमिन छोड्यो भने त्यो ठुलो उपयोग हुन्छ, महत्त्व पनि बढ्छ। हुन त विगतका दिनहरूमा हजुरको गुणगान अलि धेरै नै सुनेका थिए यहाँका स्थानीयहरूले। यो कामले त पक्कै पनि छुट्टै खालको सुझाव जाला जस्तो लाग्छ त। जान्छ, हामी त्यही आशाले छौँ। हाम्रो यहाँबाट सुरुवात देखेर लामबगरको बुङ सडकको बाटोबाट पनि नयाँ नयाँ च्यापेहरू बनाएका पुरुन भन्ने आग्रह गर्नको लागि यहाँबाट आफ्नै जग्गाबाट आफ्नै घरबाट सुरु गरेको। यो पहिलो प्रयास त पक्कै पनि होइन। यहाँभन्दा अगाडिका दिनहरूमा पनि हजुरको जुन यो काम देखेर यहाँका जुन स्थानीयहरू भोटरहरू धेरै नै खुसी थिए। पक्कै पनि तपाईँलाई के लाग्छ यो काम गर्दै गर्दाखेरि यहाँका स्थानीयको प्रतिक्रिया के आउला र तपाईँको यो बाटोबाट अगाडि बढ्दै गर्दा अन्य समुदायहरूले के भन्नुभएको छ? धेरै समुदायसँग स्थानीयहरूसँग धेरै छलफल गऱ्यो हामी स्थानीयहरू बसेर वडाका जनप्रतिनिधिहरू लगायत जनप्रतिनिधि बसेर प्राविधिक बसेर किन लगाएर यदि भट्काउँदा ठिक हुन्छ, यदि गर्दाखेरि राम्रो हुन्छ भन्ने सरसल्लाह अनुसार स्थानीयवासी टोलवासी र यहाँ सबैलाई खुसी बनाउनलाई र आफू पनि खुसी हुनलाई यो बाटो हामीले भत्किन त सुरु भयो, सुरु नै गरिसक्नुभयो। तपाईँले आफ्नो भनेर होइन, यो सबैको भनेर हजुरले सुरुवात गर्दै गर्दाखेरि यो बाटो कहिलेसम्म बन्छ? अब यो हाम्रो ठेका परिसकेको छ। हजुर यो असारभन्दा अगाडि नै हामीले क्लियर लक्ष्य लिएका छौँ। हजुर हामीसँग कहीँ हुनुहुन्छ अब भोलिबाट नै यहाँ कन्स्ट्रक्सन हुन्छ भन्ने जानकारी आएको छ। हजुर भोलिबाट यो कन्स्ट्रक्सन हामी फुटपाथ बनाउने नयाँ नयाँ फुटपाथ बनाउने सोच्दै छौँ। 7 मिटर बाटो बाँकी फुटपाथ बनाउनलाई हामीले साइडहरू क्लियर गरेछौँ र म लगायतका साथीहरू पनि केही मात्रामा घर भत्काएको हो। त्यो भत्काउन बाँकी साथीहरूलाई पनि मैले आह्वान गरेको छु। अब छिट्टै भत्काउने जस्तै बाटो बढ्दै गर्दा यहाँ त देखिन्छ नि त बाटोभरि पार्किङ सवारी साधन रोकिरहेको, पठाउ राइडरहरूले यो बाइक रोकिरहेको देखिन्छ। यो न्यूनीकरण कसरी सम्भव छ? हामी आफू जनप्रतिनिधि लगायत यहाँ ट्राफिक पुलिसले सहकार्य गरेर हजुर थोरै मात्रामा बाटोमा अवरोध नहुने गरेर हजुर गरी खाएका पनि कुनै साइडमा राखेर हामीले बाटोमा अलि राख्ने गाडी राख्ने पार्किङ गर्ने हामीले हटाउने प्रयास गरिरहेका छौँ। पहिलाको भन्दा धेरै हटेको छ। अब लगभग केही समयभित्रै न्यूनीकरण हुन्छ नि विषय पक्कै पनि बाटो चाँडो बन्दैछ। पाउनुहोस्, शुभकामना प्रकट गर्छु। र यहाँनिर जति पनि बसोबास गरेर व्यापार गरेर बस्नुभएका व्यापारीहरूलाई र स्थानीयहरूलाई के भन्नुहुन्छ? व्यापारी स्थानीयहरूलाई मैले के भन्छु भने व्यापारी गरी व्यक्तिहरूले बाटो अगाडि ग्राहकहरू रोक्नुहुन्छ भने त्यहाँ रोक्न नदिनुहोस्। सम्बन्धित सबैजनाले आफ्नो व्यवसाय गर्ने अगाडि पार्किङको व्यवस्था मिलाएर मात्र व्यवसाय गर्नु भन्ने पनि मैले आग्रह गर्दछु। र मेरो घरमा पनि भाडामा लिनुभएको छ, बस्नुभएको छ, उहाँहरूलाई मैले पछाडि पार्किङ व्यवस्था पनि गरेको छु। र अरूलाई पनि के आउनु गर्छ भने पार्किङको व्यवस्था मिलाएर मात्र व्यवसाय गर्नु होला भन्ने पनि मैले आग्रह गर्छु। हस्, थ्याङ्क यू, धन्यवाद।